हामी चाहिँ आज चिया बगानमा छौँ। यो चाहिँ हाम्रो झापाको बुद्ध शान्तिको चिया बगान। सानो हुँदा मतलब आउँथ्यौँ कि धेरै आउँथ्यौँ यता घुम्न ओर्न आउँथ्यौँ। कति मेमोरी छ नि त यो ठाउँमा। अनि अहिले कति वर्षपछि फेरि हामी यहाँ झापाको बेलामा चिया बगान त घुम्न पऱ्यो होइन। कस्तो छ कि तर पहिले भन्दा चाहिँ अहिले त्यति राम्रो चाहिँ छैन कि। अहिले मुनाहरू टिप्ने बेला पनि भइरहेछ। कस्तो लाग्यो तपाईँलाई चिया बगान? मलाई चाहिँ एकदम रमाइलो लाग्यो। यो चिया बगान देखेर चाहिँ मलाई आनन्द पनि आइरहेछ होइन। तपाईँ 2 वर्ष अगाडि आउनुभएको थियो है? 2 वर्ष पछाडि आएँ। हो हाम्रो चाहिँ नि त यस्तो छ क्या, यस्तो एकदम रमाइलो। अब अहिले चाहिँ एकदम रमाइलो छ हाम्रो चिया बगान। यो चाहिँ बिचको बाटो भयो। अहिले रुखहरू चाहिँ एकदम पातला भयो कि, नत्र पहिले रुखहरू कस्तो झ्याम्म हुँदा थियो। अझ राम्रो थियो त्यति बेला है। जिउस अब यसपालिको नयाँ भनेको चाहिँ सिरिजको फुल, भाइरल सिरिजको फुल, बोट भाइरल, रोड भाइरल, इलाम रोड। हामी चाहिँ त्यहाँ गएर आउँदैछौँ। तपाईँलाई पनि घुम्ने मन छ भने चाहिँ आउनु होला। हाम्रो बुद्ध शान्ति। हेलो, चिया बगान घुम्न आउँछ है। है आउनुहोस् है।